This is the day one of self-improvement series. आजको मेरो वर्कआउट प्लान थियो अप्पर बडी, त्यसैले वर्कआउट गर्नुभन्दा अगाडि वार्मअपहरू गर्छु। त्यसपछि चेस्टको लागि बेस्ट एक्सर्साइज पुसअपहरू गर्छु, जुन फ्रन्ट अप्पर बडी मसल्सहरू टार्गेटेड थियो। केही बेरपछि फ्रन्ट सेक्सन कम्प्लिट हुन्छ र केही पोज दिएर ब्याक सेक्सनको लागि म पुलअप गर्छु। केही बेरपछि मेरो वर्कआउट कम्प्लिट हुन्छ र यो रहेको छ मेरो बडी कन्डिसन। र लास्टमा तपाईको स्मल इम्प्रुभमेन्टहरूले तपाईको इन्टायर लाइफलाई चेन्ज गर्ने पोटेन्सियल राख्छ। किताबमा भनेको थियो कि 110 वर्षदेखि कुनै पनि इभेन्ट नजितेको ब्रिटिस साइक्लिस्ट टिमको भाग्य जब परिवर्तन हुन्छ तब डेभ ब्रेसफोर्डलाई ब्रिटिस साइक्लिस्ट टिमको न्यू कोचको रूपमा हायर गरेको थियो। डेभ ब्रेसफोर्ड अरू कोचहरू जस्तो थिएनन्। उसले सिर्फ केही स्ट्र्याटेजीलाई उल्लेख गर्थे भन्दा द एग्रेसन अफ मार्जिनल गेन, मतलब एउटा 1% इम्प्रुभमेन्ट भयो नि ल्याउने कोसिस गर्ने कुरालाई जनाउँछ। ब्रिटिस साइक्लिस्ट टिममा हरेक ठाउँमा 1% भयो नि इम्प्रुभमेन्ट गर्न कोसिस गरे। जस्तै साइकलको सिटहरूलाई कम्फर्टेबल बनाउने, टायरहरूमा अल्कोहलहरू रब गरेर ग्रिपी बनाउने, साइक्लिस्टहरूको हेल्थमा, प्रोपर डाइटमा, प्रोपर स्लिपिङ र प्रोपर रिकभरीहरू जस्तो अन्य कुराहरूमा 1% भयो नि इम्प्रुभमेन्ट गर्दै लगे। र 5 वर्षपछि ब्रिटिस साइक्लिस्ट टिम फिल्डमा डोमिनेन्ट भयो। यसको कन्क्लुजन के भन्दाखेरि हामीले सधैँ आफ्नो गोल एचिभ गर्न र कुनै पनि कुरालाई परिवर्तन गर्नको लागि एकैचोटि ठुलो एक्टिभिटी वा ठुलो इम्प्रुभमेन्ट हुनुपर्छ भन्ने हुँदैन। यदि हामीले डेली बेसमा 1% भयो नि इम्प्रुभमेन्ट गर्दै लग्यौँ भने एम गरेको टार्गेटमा पुग्छौँ। कन्क्लुजन यही हो, कहिले पनि ठुलो गेनको पछाडि नभाग्नुहोस्। डेली बेसिसमा भयो भने 1% भने बेटर हुन कोसिस गर्नुहोस्।